गाइस वेलकम ब्याक टु आवर च्यानल। म आज एउटा भ्लग बनाउन गएको छु। मेरो भ्लग कस्तो छ हजुरहरूले भनिदिनु होला। र म आज कुन भ्लग बनाउँछु भन्दाखेरि मेरो आमालाई हैन जस्तै छिमेकी कुन हुन्छ हैन त्यो भिडियो बनाउन गएको छु। मेरो भ्लग कस्तो छ हजुरहरूले कमेन्टमा लेखिदिनु होला हैन। ल हेर्दिनु होला मेरो भ्लग हैन। आमा सन्चै हुनुहुन्छ? खाना खानुभयो? के को तरकारी खानुभयो आमा? मासु। ए मासु र भात हो? ए अनि हजुर कहाँबाट आउनु भएको? गाउँबाट। कुन गाउँ हो तपाईको? आँधीघर मौजा। ए हाम्रो आमालाई सबैजनाले माया गरिदिनु होला। यस्तो बुढी आमा हुनुहुन्छ, सबैजनाले माया गरिदिनु होला। यहाँ बहिनीको घरमा आउनुभएको छ बजै आत्तिएर। ल हाम्रो यहाँ धर्मे आमा हुनुहुन्छ, बिचरा मेरो धर्मे आमा यस्तो माया लाग्दिनुहुन्छ। बिचरा लाज लाएर कोठामै जानुभयो। ल आमा भयो आमा तपाईको बहिनी खै त नि? समाज घरमा गयो। ए त्यसो भए म त्यतै समाज घरतिरै लागेँ है त गाइज। ए यहाँ हाम्रो म पोखरामा हो गाइज, अघि भन्न बिर्सेछु। म अहिले भन्छु त्यसमा नि माफ पाऊँ गाइज। म अब त्यो समाज घर जान गएको छु। त्यो है गाइज, त्यो ठुलो घर देख्नु भएको छ नि, यो घरको भित्र गयो भने समाज घर भनिन्छ हामीले त्यसलाई। यो फेरि ग्यारेज हो है, बस बनाउने स्कुटर के बनाउने ग्यारेज हो त्यसलाई नि हामीले ग्यारेजै भन्छौँ। मैले के भने त्यसमा नि माफ पाऊँ है। ल अलरेडी हामी यहाँ भित्र पस्छौँ है गाइज। पसिसक्यौँ गाइज। त्यो यिनीहरू कुकुरहरू भयो, त्यो गेट छ पछाडिको, त्यो भित्र हामी पस्छौँ गाइज। यहाँ फेरि जताको कुकुरहरू छन् गाइज पोखरामा। आमा यहाँ एउटा मिटिङ बस्नु भएको छ। हेलो आगत यो मेरो हाम्रै बहिनीको साथी हो यो। ल आगत हजुरलाई के भन्न छ भन्नु होला। हेलो गाइज। ए खाना खायो आगत? के को तरकारी खायो आगत? ढेँडो खाएको? ए हजुरले ढेँडो पनि खान जान्नुहुन्छ? कोदोको ढिँडो कि के को ढिँडो हो खानुभएको? ए हजुर कति कक्षामा पढ्नुहुन्छ? 2 मा। ए अनि हजुरको क्लास टिचरको नाम के हो नि? ए कुन स्कुल हो हजुर? के रे? केल्स एकाडेमी। ए केल्स एकाडेमी हो। अनि हजुरको स्कुलमा हैन बेस्ट साथी कुन हुनुहुन्छ त्यसको नाम भनिदिनु होला। ओम, सारांश, रोमन, सुशान्त, तेन्जित। ए अनि बेस्ट मिस सरहरूको नाम पनि भनिदिनु होला। यता हेर्नु है, यता आस्था मिस। अनि ए अनि हजुरको मम्मी ड्याडी भाइको अङ्कलको तपाईँको घर परिवारमा कुन हुनुहुन्छ हैन, उहाँको नाम भनिदिनु होला नि। धर्मराज गुरुङ, बाबा हो धनकुमारी गुरुङ, अनि मन्जु गुरुङ, प्रेमबहादुर गुरुङ, अनि माइला गुरुङ। यता हेर्नु है, उता नहेर्नु, यता। ल भन्नु माइला गुरुङ, सबिना गुरुङ, अनि जयश्री गुरुङ। त्यति हुनुहुन्छ? टोटल कतिजना हुनुहुन्छ? 11-12 जना हुनुहुन्छ होला हैन?
कतिजना हुनुहुन्छ त नि भन्नुहोस् न 17 जना ए 17 जना हुनुहुन्छ ए अनि हजुरको पढाइ कस्तो छ राम्रै छ रोल नम्बर कति हो नि 1 अब राम्रो पढाइ छ भने अलि राम्रोसित पढ्नु पर्यो है र अनि हजुर कता आउनु भएको त नि यता समाज घरतिर आउनु भएको यत्रो हन भाइ 1 हो रे रोल नम्बर यहाँ फेरि यो पोखरामा कुकुरहरू यति धेरै छन् घिन लाउने एउटा घरमा 3-4 वटा कुकुर पाल्छन् कि यहाँ त्यही भएर हो गाइज समाज घर यता हो यहाँ बिहा बर्तन हैन जे पनि गर्छौं हामीले मिटिङ सिटिङ हैन जे पनि गर्छौं गाइज यस्तो छ तर फोहोर छ कि यो समाज घर कहिले सफा गर्दैनन् गाइज ल हामी फेरि उतैतिर लागौँ है गाइज समाज घर बाहिर हामी निस्किँदै छौं त्यो मेरो ठुलमम्मीको छोरा अघि देखाएको ठुलमम्मीको छोरा उहाँ हुनुहुन्छ अहिले उहाँ पसल जान लाउनु भएको छ दाइ बाइ बाइ दाइ यो अघि हामी सच्चै आएको घर हो है यो यो अघि बोलेको भाइको घर हो है यो गाइज अघि बोलेको घरको भाइ हो यो उयो भाइको नचिनेमा हैन यही घर हेर्नु होला उहाँ हाम्रो धनमाया आमा हुनुहुन्छ अघि उहाँ हाम्रो धनमाया आमा यति राम्रो व्यवहार छ उहाँको हैन हामीले जे भने पनि मन दुखाउनु हुन्न हैन यति राम्रो स्वभावको हुनुहुन्छ उहाँ आमा आमा यता एकचोटि हेरिदिनु न अनि म उता जान्छु हेर्नुहुन्न लाज नहुन्छ लाज नमान्नु है त्यहाँ ब्याडमिन्टन खेल्दैछन् गाइज ब्याडमिन्टन खेल्दैछन् यो पोखरामा अब म 2-4 दिनमा हेङ्जे जान्छु त्यो पनि हजुरलाई भिडियो खिचेर नै पठाउँछु हैन के भन्नु अरे आमा स्कुल है 6 गतेबाट हो है आमा हाम्रो स्कुल है ल बाइ गाइज आजलाई यति नै है गाइज